यो दाल फिट्नलाई। अनि दाल पनि कस्तो मजाले पाकिसकेछ। अनि फेरि मैले चाहिँ यता मटर र यो ग्रेभीलाई हेरेँ। अनि पानी सुकिसकेको रहेछ। अनि यो पनिर चाहिँ यस्तो सफ्ट हुन्छ, पानीमा भिजाउनु भयो भने हल्का तार्ने, अनि नुन पानीमा भिजाइदिनु भयो भने एकदम सफ्ट हुन्छ कि। अनि मैले सबै पनिरलाई राखिदिएँ। अनि मजाले चलाएँ मैले। अनि एकछिन सानो आँचमा चाहिँ पकाउनु छोड्दै फेरि 4 भएछ कि ग्यास। अनि फेरि पुस्दैछु म जस्तो चाहिँ को हुनुहुन्छ अरू। अनि मजाले सफा गरेँ मैले है। अनि यति धेरै भाँडा थुप्रिसकेको थियो। अनि पछि सजिलो हुन्छ भनेर चाहिँ मैले भाँडा पनि धुन स्टार्ट गरेँ। अनि मजाले भाँडा धोएँ कि मलाई चाहिँ यस्तो काम गर्न यस्तो आनन्द लाग्छ नि है, यो घर कसैलाई पकाउनु खुवाएर दिनु है। अनि आज चाहिँ पाहुना पनि आउनु भएको थियो कि। अनि मैले चाहिँ भाँडा माझेँ। अनि माझ्दैछु, यहाँ देख्न सक्नुहुन्छ है। अनि थोरै माझ्यो भने चाहिँ पछि सजिलो हुन्छ नि त। अनि मैले चाहिँ खाना पकाएपछि यतिकै भाँडा माझ्दिन्छु। अनि खाना खाएको र अनि हामीहरूले युज गर्ने भाँडा मात्रै रहन्छ कि, पकाएको भाँडा मात्रै। अनि यो बेसिनमा यो नफाल्ने मान्छे चाहिँ मलाई एकदमै रिस उठ्छ। कोही देख्छु कि म कस्तो फोहोरी लाग्छ त्यो फाले। अनि मजाले बेसिन चाहिँ मैले जति बेला मैले धुन्छु क्या यो। अनि दिनको 3-4 चोटि नै धोइरहेको हुन्छु बेसिन यो पानीहरू है। किन भन्दा एकदम हाइजिन हुनुपर्छ नि त। अनि मजाले साबुन लाएर मजाले बेसिन अनि नलीहरू सबै धुन्छु कि मैले। अनि देख्न सक्नुहुन्छ टिर्लिक्क पारिदिएँ मैले है। अनि मजाले यो बेसिन सफा गरेपछि चाहिँ सनाक्सिनिक गरेँ है। अनि देख्न सक्नुहुन्छ मैले कस्तो मजाले सफा गर्दैछु। हजुरहरूले कसरी गर्नुहुन्छ, केही कमी कमजोरी भए सिकाइदिनु होला मलाई पनि। अनि बेसिन सफा गरिसकेपछि चाहिँ एकदमै राम्रो टिर्लिक्क टल्काएँ मैले है, देख्न सक्नुहुन्छ। अनि आनन्द आयो क्या मलाई यो सकाएपछि। अनि पनिर हेरेँ मैले। अनि पनिर चाहिँ पाकिसकेको रहेछ। अनि मजाले पाकिसकेको रहेछ। अनि यसलाई बन्द गरेर मैले चाहिँ यसरी उतार्छु कि। यसरी कोले सिक्नु भएको छ मलाई चाहिँ मेरो हजुरआमाले सिकाउनु भएको कि। अनि यता दाल जान्दैछु, तोरीको तेल हालेँ मैले। अनि यो मेथी अनि यो चाहिँ मिठो सौँफ हो कि, यस्तो मिठो लाग्छ हामीलाई है। अनि लसुन हालेँ मैले। अनि प्याज राखेर मजाले चलाएर अनि दाल जान्दैछु। मलाई चाहिँ यसरी जानेको दाल चाहिँ एकदमै मनपर्छ। अनि सादा पनि हुन्छ नि त, थोरै तेलमा जानेको। अनि यता चाहिँ मैले खाना बसालिदिएँ। खाना पनि कस्तो राम्रो भएछ कि आज। अनि यहाँ चाहिँ म पस्किँदैछु। अनि यो चाहिँ पाहुनाको लागि घिउ राखेर पस्किँदैछु म। अनि मटर पनिर कति राम्रो देखाएको छ है। अनि यो चाहिँ मभन्दा पनि जेठो कराई हो कि। अनि त्यही भएर यस्तो छ। अनि आफूलाई पनि पस्किँदैछु म है। म चाहिँ थोरै खान्छु किन भन्दा मेरो चाहिँ पित्त थैलीको अपरेसन गरे हो। थ्याङ्क यू।